ओह म चाहिँ चट्ट लाएर होइन सो पार्कतिर निस्किरहेको छु। यो फुल चाहिँ अहिले किन लगाएको भनेर सोच्नुहुन्छ होला, त्यहाँ भुइँमा भेटेर लगाएको क्या। अहिले चाहिँ यसको सिजन रहेछ। यति राम्रो छैन कि सिजन, यो चाहिँ एकदमै पर्फेक्ट सिजन। तर यो रुखको धुलोहरू झरेर चाहिँ अलिक एलर्जी हुने रहेछ होइन। हाय यसले चाहिँ धेरै एलर्जी गराउने। यति बेला त न गर्मी छ होइन न चिसो छ। ओ माई गुडनेस वाला हुन्छ। यसरी टुक्क टुक्क हिँडिरहेको छु। अनि 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 यो बेला चाहिँ सिजन भनेको यति राम्रो सिजन छ है। ओ माई गड, म त त्यस्तो चिसो पनि छैन त्यस्तो तातो पनि छैन। अर्को कुरा यो फुलको सिजन रहेछ क्या। ओहो चाहिँ जानुपर्छ। यति कलरको फुलेको छ, यति कलरको फुलेको छ है। म त यो हेरेर छक्कै पर्छु क्या। हाम्रो नेपालको लाली गुराँस जस्तै लाग्ने कलर पनि यति धेरै। म त अनि यो यस्तो देख्दा चाहिँ घर बस्नै मन लाग्दैन क्या, फुत्त निक्लिहाल्ने हो होइन। चिलाउँछ खराक गऱ्यो यो धुलोले, यत्रो फोका उठ्यो, यसो गऱ्यो, नुहायो र पनि हुनु चाहिँ हुँदैन रहेछ त्यति। त्यसको टाइमभरि चिलाउँदो रहेछ। कति चाहिँ राम्रो क्या यो, कति चाहिँ राम्रो क्या। हो म त ढल्छु। कस्तो हाम्रो गुराँसको जस्तो हुने कि पत्ता पनि यति राम्रो छ। मलाई त यति बेला त सबैतिर हरियो होइन। अनि यस्तो फुल दिएको छ। अनि कहाँ बस्नु मन हुन्छ त, निस्किहाल्ने हो यसरी हिँड्ने हो। टक्लक जाने हो। यति राम्रो फुलेको छ जहीँ तहीँ क्या। यो सिजन एकदमै मेरो लागि पर्फेक्ट सिजन हो। त्यो एउटा चिलाउने एलर्जीले साह्रो पारेको। 2 दिन चाहिँ रुगा लागेर है, खराक गऱ्यो, बस्यो, तातो पानी खायो, के खायो। अरू त कोही निस्किँदैन नि त प्रायः यो बेला त। अनि चिलाएर सबैजना बर्बाद हुँदो रहेछ। अनि ननिस्किने, म चाहिँ नडर भएर निस्किरहेको छु। यस्तै छ है, कति राम्रो भएको क्या। अम्बो त्यहाँनिर भलिबल ब्याडमिन्टन कोर्ट छ, यति दामी छ। ओहो यति हरियो छ। यहाँ स्विमिङ पुल छ भर्खर रहेछ। काले दाजुले हेलो भन्दै हुँदै माथिबाट त्यो हेरिरहेको छ बराको त हाँसिरहेको थियो। म पुरा टिकटक बनाएर हिँडिरहेको छु फेरि। यति रमाइलो छ। ओ माई गॉड, पर्फेक्ट टाइम।